धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। यो बरपिपल माध्यमिक विद्यालयको भवन उद्घाटन समारोहका अध्यक्ष तथा यस विद्यालय व्यवस्थापन समितिका पनि अध्यक्ष महोदय, हाम्रो पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री कमरेड नारायण काजी श्रेष्ठ, पार्टीका उपमहासचिव तथा पूर्व मन्त्री कमरेड हरिबोल गजुरेल लगायत पार्टीका साथीहरू, यस नगरपालिकाका मेयर तथा अन्य सबै जनप्रतिनिधिहरू, यहाँ उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि साथीहरू, विद्यालयसँग सम्बन्धित सबै अभिभावक दिदीबहिनी दाजुभाइहरू अनि प्यारा विद्यार्थी भाइ बहिनीहरू, सबभन्दा पहिला त मलाई आज एउटा पार्टीको विशेष कार्यक्रममा आएको बेला पारेर यस बेलका नगरपालिकाको यस बरपिपल माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटनका निम्ति आमन्त्रण गर्नुभएकोमा विद्यालय परिवार र व्यवस्थापन समिति सबै यहाँका आदरणीय जनसमुदायलाई मेरो तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। समयको त अभाव छ, मैले धेरै कुरा भन्न सम्भव छैन। म 2074 सालको निर्वाचनको बेलामा पनि यस नगरपालिकामा आएको थिएँ र निर्वाचन अभियानमा म सहभागी भएको थिएँ। अहिले फेरि एउटा नयाँ सन्दर्भमा फेरि यो पालिकामा आउँदा मलाई धेरै खुसी लागेको छ। हिजो बिहानदेखि आजसम्म यहाँ बस्दै गर्दा यो बेलगा नगरपालिकाको विकासको प्रचुर सम्भावनालाई मैले नजिकबाट हेरेँ। यहाँ पर्यटन विकासको धेरै राम्रो सम्भावना छ र यस क्षेत्रका जनताको अझ निम्न मध्यम वर्गीय या निम्न वर्गीय जनताको गरिब र दलितहरूको विकासको निम्ति पनि मैले निकै ठुलो सम्भावना देखेँ। खास गरी यो मदन भण्डारी राजमार्ग जो मेरै प्रस्तावमा अगाडि बढेको थियो, यो मधेसको एउटा वैकल्पिक राजमार्ग बनाउने उद्देश्यका साथ यसलाई अगाडि बढाइएको थियो र मलाई लाग्छ यो राजमार्गले यस क्षेत्रका जनताको आर्थिक विकास र समृद्धिको ढोका खुलेको छ। त्यसैगरी बराह क्षेत्र, चतरा क्षेत्र र यहाँको कोशी किनारमा पर्यटन विकासको, होटलहरूको विकासको निकै ठुलो सम्भावना रहेको छ। यहाँ उद्योग व्यवसायको पनि कृषिको विकासको पनि त्यत्तिकै सम्भावना छ। मैले अहिले भर्खरै त्यहाँ पार्टीको कार्यक्रम सकेपछि पनि यस नगरपालिकाका जनप्रतिनिधिहरूसँग भेट्दै गर्दा मैले थुप्रै ज्ञापन पत्र लिएको छु। यहाँ सर्वदलीय प्रतिनिधिहरूले पनि ज्ञापन पत्र बुझाउनु भएको छ। नगरपालिका